यस्तो राम्रो ठाउँमा यस्तो बवाल कफी, वाह एकदम चुम्मीवाला थियो। यो कहानीको सुरुवात हुन्छ सुरुङ्गाबाट। क्लास सकिएपछि के गर्ने भनेर पासाङ दसको र मेरो सल्लाह भयो। दुईजनाको सल्लाह भयो कफी खान जाने भनेर। त्यसपछि लाग्यौं हामी कफी खान युनिक क्याफे एन्ड रेस्ट्रोमा। यो क्याफे चाहिँ म सेकेन्ड टाइम जाँदैछु। यो क्याफे शान्त सुन्दर, साथै यहाँको डेकोरेसन चाहिँ मलाई एकदम बवाल लागेको। प्लस यहाँको सर्भिस देखि लिएर मेरो चप्पल पनि बवालै छ। पासाङ दोस्तले चाहिँ ब्ल्याक कफी अनि मैले चाहिँ मिल्क कफी मगाए। साथीभाइसँग बसेर खानु भन्दा अगाडि चेस त गर्नै पर्यो। बिहान बिहान बसेर यति शान्त ठाउँमा कफी खानुको मजा पनि बेग्लै छ। सुरु दिन कफी खाँदा चाहिँ खासै मन परेको थिएन, तर आज सेकेन्ड टाइम खाँदा चाहिँ मलाई बवाल लाग्यो। यदि हजुरहरू पनि सुरुङ्गा नजिकै बस्नुहुन्छ भने यो क्याफे चाहिँ एकचोटि अवश्य जानु होला भन्दै म चाहिँ लागे घरतर्फ। साथीसँग बसेर जति रमाइलो गरे पनि घर जाने बेला चाहिँ मलाई एकदम आज बोर लागिरहेको थियो। अनि घर जाने बित्तिकै सबैभन्दा सुरुमा चिया पिएँ मैले। अनि हजुरहरूले कमेन्टमा भनिदिनु पर्यो हजुरहरूलाई चिया मनपर्छ कि कफी।